ल नमस्कार छ। आज हामी चाहिँ कमला मन्दिरको जुन उद्गम स्थल छ त्यहाँनिर हामी आएका छौँ। यो कमलाको चाहिँ शिर भनेर मान्ने गर्छौँ। कमला माताको चाहिँ शिरको उत्पत्ति भएको भनेर मान्छौँ हामी। तपाईँले पनि सुन्नुभएको होला, कमला नदी चाहिँ के छ 228 किलोमिटर लगभग नेपालमा क्षेत्रफल फैलिएको छ र 128 किलोमिटर चाहिँ भारतको जयनगर हुँदै पास गरेर गएको छ। त्यस कारणले यो कमला मन्दिर चाहिँ के छ, यहाँबाट उत्पत्ति भएर त्यो मुहानबाट उत्पत्ति भएर एउटा गाग्रीबाट जमिनबाट उत्पत्ति भएको कारणले चाहिँ यसलाई मुख्य नेपालको पर्यटकीय क्षेत्रको रूपमा पनि हामी देख्न सक्छौँ। यहाँनिर तपाईँले देख्नुहुन्छ कमला माताको मन्दिर छ है। हामी यहाँ दर्शन गर्छौँ। घन्टी चाहिँ छैन रहेछ। यो दर्शनहरू यसलाई हामी कमला माताको चाहिँ के छ त प्रतीकको रूपमा यसलाई हामी चाहिँ चिन्ने गर्छौँ। त्यस्तै अब हामीले चाहिँ यहाँनिर यो दर्शन गरेर हामी चाहिँ लगभग यहाँनिर हामी अगाडि आउँछौँ है। यहाँनिर तपाईँहरूले देख्न सक्नुहुन्छ अर्को यो स्थान भनेको के हो त भन्दाखेरि वास्तवमा यो स्थान भन्नुपर्दा कस्तो स्थान हो त भन्दाखेरि यो चाहिँ तपाईँले भनेको जुन कमला खोलामा हामीले भनेका थियौँ, हामीले जुन कमला खोलामा गाग्रीबाट पानी निस्किने कुरा गरेका थियौँ, यो चाहिँ स्थान कमलामाई मन्दिर नजिकै पर्छ। कमला र गौमती खोलाको सङ्गम क्षेत्रमा यो अवस्थित रहेको छ र यो ठाउँलाई कमलामाई देवीको उद्गम स्थल पनि भन्ने गरिन्छ। यता गाग्रीमा देखाइदिनु होला। गाग्रीबाट पानी निस्किने यो विश्वास गर्ने गरिन्छ। किन त भन्दाखेरि त्यहाँ रहेको जुन ढुङ्गा र गाग्री जस्तो संरचनाबाट स्वाभाविक रूपमा पानी निस्कन्छ र यो पानीलाई देवीको प्रसादको रूपमा पवित्र जल मान्ने गरिन्छ। धेरै मानिसहरू त यो पानीले रोगहरू पनि निको हुन्छ भन्ने गर्छन्, मनोकामना पनि पुरा हुन्छ भन्ने विश्वास गर्ने गर्दछन्। यो वैज्ञानिक भन्दा पनि धार्मिक आस्था र लोक विश्वास आधारित कुरा पनि छ। यो एउटा यहाँ देख्न सक्नुहुन्छ यो माताको मन्दिर छ। यहाँनिर कमला माताको शिर भन्ने गर्छौँ हामी त्यसलाई। भने यो चाहिँ कमला माताको शिरबाट आएको पानीको रूपमा पनि हामी यसलाई लिने गर्छौँ। र यो पौराणिक कथा अनुसार के भनिन्छ भने यो कथा अनुसार गङ्गा र कमला दुई दिदी बहिनी हुन् भनेर पनि मान्ने गर्छौँ हामी। र कमलालाई पृथ्वीमा बस्दै मानिसहरूले सेवा गरिरहन्छन् र त्यसै कारणले पनि त्यहाँका नदी र मन्दिरलाई पनि पवित्र मान्ने गरिन्छ। यो स्पेसली भन्नुपर्दा यो माघे सङ्क्रान्तिको बेला चाहिँ ठुलो मेला लाग्ने गर्दछ र भक्तजनहरू पनि पूजा बलि र प्रसाद चढाउन धेरै आउँछन्। यो नेपालकै एउटा यस्तो मन्दिर हो जहाँ माछाले बलि दिने चलन पनि गर्ने गरिन्छ, जहाँ माछाको बलि पनि दिने गरिन्छ यो मन्दिरमा भन्ने गरिन्छ। र रोचक कुरा त यो पनि छ यो मन्दिरको बारेमा चाहिँ मुख्यतः भन्नुपर्दाखेरि गाग्रीबाट पानी निस्किने चाहिँ मुख्य मन्दिरभन्दा तल छेउतिर हुन्छ र सानो प्राकृतिक धारा स्प्रिङ